हेलो वेलकम टु गाइज हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ फेरि पनि आज म यसो बिचतिर घुम्न गइरहेको छु। यस्तो दामी वेदर छ नि आज, यस्तो के भन्नु, वेदर एकदम राम्रो कि मौसम यस्तो राम्रो छ भने हजुरलाई म देखाउने छु। वाउवाला छ कि बिहान बिहान मर्निङमा। अनि के छ कस्तो छ तपाईँहरू सन्चै आरामै हुनुहुन्छ न? आई होप हजुरहरूले मेरो च्यानल स्टार्टिङ गरेको भर्खरै नै भयो, किनकि भिडियो म त्यस्तो हाल्दिनँ। हप्तामा महिनामा एकचोटि एउटा भिडियो हाल्ने। अगर हजुरलाई मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइबर एन्ड डोन्ट फर्गेट बेल आइकन। ओके, हेर्नु न एउटा म्याजिक देखाउँ म तपाईँहरूलाई। म्याजिक के वा, कति राम्रो छ कि यहाँ मर्निङमा, यस्तो राम्रो छ भन्ने कुरै सोध्दैन। वाउवाला छ, बिहान बिहान यस्तो राम्रो मौसम छ। अनि के छ, हजुरहरूले के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला? अनि खाना भयो हजुरहरूको? खाना खानु भएको छैन भने खाना खानुहोस् अनि राम्रोसँग बस्नुहोस्। तपाईँको एभ्रिडे राम्रो होस्, हेभ अ गुड डे भनौँ। अनि हेर्नु न गाइस, वाउ सन के यस्तो दामी क्या, यस्तो राम्रो आइरहेको छ। एकदम वाउवाला छ कि। गाइस तपाईँले हेर्न सक्नुहुन्छ, हेरे पनि हेर्नुहोस् नहेरे पनि नहेर्नुहोस्। म के भन्नु है, अब भर्खर बनाउनु लाग्छ भ्लग, त्यस्तो त आउँदैन। यस यो माथि गरम किनकि बालुवा लाग्छ। हेरौँ न गाइस, वाउ कति राम्रो छ कि। बिहान बिहान घुम्नुको मजै अलग छ यार बालुवामा। अनि गाइस के छ भनौँ अरू? म चाहिँ आज यसो घुमघाम गर्न आएको। घुमघाम पनि के भनौँ, यसो बालुवातिर एक्सर्साइज भन्ने मर्निङ वक गर्नु खाएको। गर्मी त लास्टै गर्नु हुन्छ है। यो चिज नबिर्सिनु कि यति राम्रो छ भने। ओके पानी लागिरहेको क्या। जो समुद्र चाहिँ आज ठिकै छ, राम्रो छ, त्यस्तो केही पनि छैन, एकदम राम्रो छ, हेर्ने लायक छ कि। वाउवाला छ आज समुद्र। अनि एउटा चिज देखाउँछु है तपाईँलाई, यति राम्रो कि वाउ, हेर्दाखेरि यो स्टोन के ढुङ्गाहरू हेर्नुहोस् त कति राम्रो छ कि। हेरौँ न है, वाउ इमेजिन के यति राम्रो छ नि, यो यस्तो राम्रो छ कि। हो
यस्तै छ गाई कति राम्रो फुलहरू छ नि यहाँ नेचरल फुलहरू एकदम के कसले रोपिदिएको होला टिकापुर वाउ कति राम्रो ठाउँ हो यहाँ अहिले चाहिँ म रुम जान लागेको अनि गर्मी धेरै भयो घाम धेरै भयो हेर्नु न कति सुरज आइसक्यो कति छेउमा भयो कि सुरज पनि नाना यार त्यसले म रुमतिर जान गाडी पठाउँदैछु एउटा केही चिजहरू त्यस्तो केही छैन अब यस्तै हो त्यो बालुवा हेर्नु न कति राम्रो छ त्यहाँ म देखिरहेको होला पछाइमा हेर्नुहोस् हाई हेलो के छ सन्चै हुनुहुन्छ अनि हेर्नुहोस् न रुखको जडा कति तल छ के बालुवाको बिचमा कसरी फलेको होला सरी कसरी उम्रेको होला भन फले त फल होइन यो कसरी उम्रेको होला पुरा जरा हेर्नु न यस्तो जरा आइरहेको थियो कि अनि त्यहाँ देख्न सक्नुहुन्छ कोकोनटहरूको ट्रीहरू छ गाइस थाक्यो यार बालुवा पनि हिँड्न सकिनँ त्यस्तै हो आई थिङ्क मेरो हिजो छुट्टी थियो त्यही भएर म आज ढिला उठेको त्यो कारणले यसो बिचतिर घुम्न जाम के भनेर गएको केही भयो रमाइलो भयो अरू त्यस्तै हो अब म खुट्टा धुने छु पुरा बालुवा लागिरहेको छ ओ सिट पुरा कपडामा आइदिएको नि त बालुवा लागिहाल्छ यार गाइस वेदर पनि कति राम्रो भयो कि अहिले भर्खर घाम लागिरहेको थियो घाम पनि गयो आई थिङ्क गाइस अब यहाँदेखि रेस्टुरेन्ट सुरु भयो यो चाहिँ म अहिले कहाँ छु भन्नुभयो होला हजुरले म मलेसियाको लोटस देसारो एन्ड स्पा एन्ड रेस्टुरेन्टमा छु अहिले म यो अहिले यहाँदेखि अहिले कस्तो कोही पनि गेस्टहरू छैन किनकि आज त्यस्तो बिजी पनि थिएन त्यही भएर हलिडेको कारणले कोही पनि त्यस्तो आएन अहिले सबै क्लोज छ यो क्लोज छ यो सरी यो रेस्टुरेन्ट यो बिर्सेँ मैले यहाँ C4 रेस्टुरेन्ट हो यो राति एकदम प्याक हुन्छ कि एकदम रमाइलो हुन्छ अनि त्यहाँ इन्डियन स्पाइसी छ अनि इन्डियन स्पाइसीमा एउटा यस्तो चिज छ नि तपाईँले हेर्ने जस्तो छ कि एकदम राम्रो चिज छ के होला भन्नु न तपाईँ आफै तपाईँहरूले सडकमा बाइक कुदेको हेर्नुभयो होला पुरा
माथि छतमा छ कि यार बोल्ट हेर्नु न वाउ यस्तो पनि हुन्छ र अनि गाइस अहिले त बिजी छैन त्यही भएर कोही पनि देखिनँ मैले यस्तो यताउति अनि यो यस्तै हो गाइस हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँबाट दुईजना आन्टी आउँदै हुनुहुन्छ यस्तो छ ओके आई होप हजुरलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब एन्ड डोन्ट फर्गेट द लाइक एट अहिलेको लागि म यहीँ बिदा लिएर अब घुमतिर जानेछु अब बिदा लिनु पऱ्यो भने त हप्तामा एकचोटि या महिनामा एकचोटि ब्लग आउँछ हजुरलाई मन परेको लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय